अब हामीले चाहिँ प्रति आना 2,50,000 राखेका छौँ। 2,50,000 रुपियाँ आनामा नि अब यो सबै एकमुष्ट बेच्दाखेरि हाम्रो यो 35 देखि 40 लाखको लगानीको यो फार्म चाहिँ हामीले फ्रीमा दिनेछौँ। सबै फ्रीमा यो स्ट्रक्चरहरू। अब हाम्रो यहाँ सरसँग सबै जानकारी लिनेछु, सुनौ है त। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ? ठीक छ। हजुरको शुभ नाम? मेरो नाम कर्ण श्रेष्ठ। कर्ण श्रेष्ठजी बोल्नुभयो। यो फार्म हजुरको है? हजुर हाम्रो। यहाँ कति रोपनी जग्गा छ सर? यहाँ हाम्रो 9 रोपनी छ। 9 रोपनी। हजुर हजुर। अनि यो फार्मको स्ट्रक्चरहरू पनि देखिरहेको छु मैले। कति के छ स्ट्रक्चरहरू त्यो पनि खुलाइदिनुहोस् न। हाम्रो यो तयारी गाई फार्म छ यो एउटा। हजुर हजुर। लगभग कतिवटा गाईहरू यसमा हाम्रो लगभग 18 देखि 20 वटा गाई अट्छ। 20 वटासम्म गाई अट्न मिल्ने फार्म छ एउटा। हजुर। अहिले हजुरले के पालिरहनु भएको छ? यसमा हामीले राँगा छ हाम्रो। यसमा राँगा पालिरहनु भएको छ। कतिवटा छ राँगा? अहिले हाम्रो 14 वटा राँगा छ। 14 वटा राँगा छ है। ल ठिक छ। अनि उतापट्टि मैले पानीको देखिरहेको छु। हाम्रो यो आफ्नै मूलको पानी यो 24 घण्टा आइरहन्छ यो। 24 घण्टा सर र मूलको पानी एकदमै ठुलो सर आउँछ हजुर। हजुर हजुर। अनि त्यसपछि उतापट्टि खुलाइदिनुहोस् न के यो हाम्रो टोयलेट बाथरुम किचन सहित हाम्रो यो बस्ने घर गाउँले स्टाइलको। हजुर हजुर। बस्ने घर कतिवटा कोठा छ बस्ने घरमा? यसमा हाम्रो 3टा कोठा, तल माथि एउटा सिङ्गल। हजुर हजुर। अनि यो चाहिँ हाम्रो बाख्रा फार्म हो। यो बाख्रा फार्म एकदमै ठुलो रहेछ है। राम्रो तरिकाले ढलानै गरेर बनाउनु भयो रहेछ। बाख्रा फार्म व्यवस्थित साथ बनाएको छ हजुर हामीले। व्यवस्थित तरिकाले। लगभग कतिवटा बाख्रा अट्छ यहाँनिर सर? हाम्रो यहाँ 250 वटा बाख्रा अट्छ। 250-300 वटा बाख्रा अट्छ। 300 वटासम्मको खोर बनाउनु भएको छ। त्यो पनि पक्की खोर? पक्की खोर हो, पक्की। यो लागत त निकै लाग्यो होला नि? हाम्रो यो स्ट्रक्चर पुरा 35-40 लाखको लगानी बनेको छ। जति लगानी लगाइसक्नु भएको छ यसमा। अनि अरु के छ सर? खुलाइदिनुस्। वरिपरि कम्पाउन्ड घेर्नु भएको छ? वरिपरि कम्पाउन्ड पछाडी हाम्रो कालिज र लोकल कुखुराको खोर सहित छ। हजुर हजुर। पछाडी पनि कालिज र लोकल कुखुराको खोर छ हजुर। ए ल ठिक छ। कालिजलाई त जाली लगाएरै बनाएको छ हजुर। हजुर हजुर छ। ल ठिक छ। अब हाम्रो यहाँ 9 रोपनी भन्नु, यसलाई बाटो पनि खुलाइदिनुस् न। बाटो हाम्रो यता दुवैपट्टिबाट, तलबाट पनि माथिबाट पनि मोटर बाटोले भेटाएको छ। मोटर बाटो नै छ, मजाले गाडी। हजुर हजुर एकदम। अब यसको ठ्याक्कै लोकेसन पनि खुलाइदिनुस् न। कहाँनिर हो सर यो? यो चाहिँ शङ्खरापुर नगरपालिका वार्ड नम्बर 1। यो ठाउँलाई चाहिँ पोखरी खोला भन्छ। पोखरी खोला काठमाडौँ जिल्ला हजुर हजुर। ल एकदमै राम्रो लोकेसनमा। मूल्य के छ? अब मूल्य पनि खुलाइदिनुस्। अब हामीले चाहिँ प्रति आना 2,50,000 राखेका छौँ। जम्मा 2,50,000 दिँदै हुनुहुन्छ? दिँदैछौँ। 2,50,000 रुपियाँ आनामा नि अब यो सबै एकमुष्ट बेच्दाखेरि हाम्रो यो 35 देखि 40 लाखको लगानीको यो फार्म चाहिँ हामीले फ्रीमा दिनेछौँ। सबै फ्रीमा यो स्ट्रक्चरहरू। ल ठिक छ। एकदमै राम्रो जानकारी राख्नुभयो। अब यहाँ बाख्राहरू पनि पालिरहनु भयो रहेछ है। कोही बाख्रै शुद्ध लिन्छु, राँगा सहित लिन्छु भन्दा पनि दिनुहुन्छ? हजुर हजुर एकदम। अहिले लगभग कति जति बाख्रा पाल्नु भएको छ? हाम्रो यहाँ 65-70 वटा बाख्रा छ। 70 वटासम्म बाख्रा पाल्नु भएको छ। यो बाख्रा सहित नै लिन्छु भन्दा नि पाउनुहुन्छ है? नाइ म खोर मात्रै जग्गा मात्रै लिन्छु भन्दा नि पाइयो। ल ठिक छ। एकदमै राम्रो जानकारी राख्नु भएको छ। अनि यो वरिपरि पारिपट्टि त प्लटिङ नै देख्छु त। कति रोपनीको हुँदैछ? यहाँ 40-42 रोपनीको प्लटिङहरू, ठुल्ठुलो प्लटिङहरू भइरहेछ। यहाँ 40 देखि 42 रोपनी प्लटिङ हुँदैछ है। त्यहाँ त अब आनाको 6-7ले नै बिक्री गर्नुहुन्छ होला। 6-7ले बिक्री गर्न लागेको ठाउँमा जम्मा 2,50,000 दिँदै हुनुहुन्छ। त्यो पनि यत्रो 40 लाख लगानीको स्ट्रक्चर फ्रीमा हाम्रो। अनि यहाँनिर पानीलाई के छ सर? पानीलाई सुविधा? पानी हाम्रो चारो त देखिरहेको छु मैले हैन। अब यो फार्महरू गर्नको लागि पानी अलि धेरै चाहिन्छ। त्यसको लागि यसमा बनाउने हो भने अझ ठुलो पानी हाम्रो माथि मूल छ। हजुर। त्यो त हामीले चाहिने सीमित पानी मात्रै ल्याइरहेको छ। हजुर हजुर। हजुरले त जुन व्यापार बिजनेस गर्नुहुन्थ्यो, जुन फार्मको लागि पाल्नलाई लगानी गर्नुभयो हैन, अझै यो ठाउँमा त 9 रोपनी छ। 9 रोपनी भनेको त एकदमै धेरै हो है। तल धेरै स्पेस छ खाली। यहाँ के गर्न मिल्छ त्यो पनि खुलाइदिनुहोस् न। हाम्रो अब यहाँ बनाउने हो भनेदेखि यो उँधो जे बनाइ नि भयो। माछाको लागि पोखरी बनाएर पालनको लागि पनि मिल्यो, बङ्गुर मिल्यो। जे गर्छु भन्दा नि मिल्यो। धान रोपेर खान्छु भन्दा नि मिल्यो। हजुर हजुर। हाँस पाल्छु भन्दा पनि जे मिल्यो। पाल्छु गाई भन्दा बस्तु जुनसुकै व्यवसाय गर्छु भन्दा नि भयो। यहाँ अब अहिले हामीले चाहिँ धान खेती गरिराखेको हो। धान खेती प्लस गहुँ। हजुर। अब हाम्रो धान फल्दाखेरि 35 देखि 40 मुरी धान फल्छ यसमा। ए 35 देखि 40 मुरी धान फल्छ है? त्यति भएको छ। ल धेरै राम्रो जानकारी राख्नुभयो हैन। अब यो ल्याएर कहिले व्यवसाय गर्छु भन्ने साथीभाइलाई के भन्न चाहनुहुन्छ? राम्रो हुन्छ कि हुँदैन उहाँहरूलाई? अहिले अब हामीले लगभग 10 वर्ष भयो हामीले यहाँ फार्म चलाएको। हजुर हजुर। अब यति हामीलाई राम्रो भइराख्दाखेरि अरू पक्कै आउँदाखेरि राम्रै होला। हजुर हजुर। जो कोही आउँदाखेरि राम्रै होला। अब खटेर मेहनत गरेर चलाउन सक्नु पर्यो, राम्रो हुन्छ एकदम। ठिक छ। ल राम्रो जानकारी राख्नु। हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु है त। ल सर, अब हामी यो बाटोमै छौँ। यहाँदेखि सुरु गर्नुहोस् है त। भनिदिनुहोस् यो बाटो कहाँदेखि आएको?
यो बाटो यो चाहिँ हाम्रो जर्सिङ पौवाबाट 4 किलोमिटर हजुर हजुर यहाँ हाम्रो फार्मसम्मको लागि यता यो बाटो नाङ्ले भारे जोडिन्छ चौकी नाङ्ले भारे चौकी छेउमा हजुर हजुर हाइवे बाटोमा जोडिन्छ है यो बाटो मेलम्ची जाने यो बाटो मजाले टिपरहरू हिँड्छ ठुल्ठुलो मजाले हिँड्छ ल सर अब हाम्रो फार्मतिर लागौँ होइन हाम्रो जग्गातिर लागौँ हाम्रो यहाँबाट सेपरेट हाम्रो जग्गाको लागि हजुर यो हाम्रो जग्गाको लागि सेपरेट बाटो हो यो हजुर हजुर हाम्रो आफ्नो निजी बाटो यो ए हजुर सर हजुर यो चाहिँ अब यहाँबाट हाम्रो फार्म यहाँबाट इन्ट्री हुन्छ हजुर हजुर यो हाम्रो गेट भयो फार्मको सुरुवात यहाँदेखि यहाँबाट हाम्रो यो 9 रोपनीलाई हामीले कम्पाउन्ड गरिराखेका छौँ हजुर हजुर वरिपरि कम्पाउन्ड घेर्नु भएको छ यो गेट भयो जालीले घेर्नु भयो रहेछ है सर 9 रोपनी हामीले यो गेट यसरी ट्याक्कै आँटा लाउन मिल्ने रहेछ है सर ल यो हामी भित्र प्रवेश गरिसक्यौँ हजुरको जग्गाभित्र आइपुग्यौँ वरिपरि कम्पाउन्ड घेर्नु भयो रहेछ है 9 रोपनी नै हाम्रो कम्पाउन्ड छ सर 9 रोपनी कम्पाउन्ड छ है अब यहाँ संरचनाहरू के छ होइन यो पनि हजुरले फ्री गरिदिन्छु भन्नुभएको छ हेरौँ है त सर हाम्रो सबै यो चाहिँ गाईको तयारी गाई फार्म हजुर हजुर 20-22 वटा गाई अट्ने फार्म चाहिँ यही नै हो हजुर हजुर अब यो अहिले चाहिँ हामीले हालमा राँगा छ यसभित्र ए राँगा अहिले राँगा चर्न गएको अवस्था हो अहिले चाहिँ हजुर हजुर अनि यो चाहिँ तयार राँगाको लागि यो भुसा सहित रेडी पार्नु भएको छ राँगाको लागि यो ड्रममा के छ सर यो साइलेज बनाएर राखेको हामीले। साइलेज भनेको यसको घाँस हजुर सुपर नेपियर घाँस हजुर हजुर यसरी व्यवस्थित तरिकाले पाल्नु भयो रहेछ जे होस् राम्रै चलाइरहनु भयो रहेछ 10 वर्षदेखि है सर हजुर ल ठिक छ लगभग यहाँनिर 20 देखि 22 वटा गाई अट्ने स्पेस व्यवस्थित तरिकाले नै बनाउनु भयो रहेछ त्यो त ढलान गरेरै है वरिपरि राम्रो ल ठिक छ सर यसै गरी अब हामी अरू स्ट्रक्चर हेरौँ होइन के छ संरचनाहरू अब हाम्रो यता चाहिँ यता पनि यो कम्पाउन्ड घेरिरहनु भयो रहेछ हजुरले अरू पनि पुरै कम्पाउन्ड नै छ यो हजुर हजुर अब यहाँ के छ सर पानी पनि राम्रो आइरहेको छ यो पानी कहाँदेखि आउने यो पनि खुलाइदिनुहोस् न सर यो हाम्रो यो माथि हामीले आफैले मूल खोजेर ल्याएको पानी हो यो चाहिँ मूलबाटै आएको मूलकै पानी पानी हो? हो ओहो, यो 24 24 घन्टा यसै गरी आउने पानी हो ल, पानी धेरै राम्रो आउँदो रहेछ माछा पालनको लागि पनि उत्तम हो यो त ट्राउट पाले नै हुन्छ यहाँ त अझ ठुलो आउँछ यहाँ पानी बनायो भने यो अझै ठुलो आउँछ हजुर अझै ठुलो आउँछ ल सर यहाँनिर पनि स्पेस रहेछ गाई गोरु स्पेसहरू त यही नै आउँदो रहेछ हजुर पार्किङ छ कि अनि हाम्रो यो टोयलेट यहाँ छ हाम्रो व्यवस्थित साथै बनाएको छ टोयलेट यो टोयलेट बाथरुम यहाँनिर हजुर। भयो। ल, यसरी यो पनि ढलानै रहेछ व्यवस्थित तरिकामै रहेछ ल, ठिक छ सर। अनि अब यहाँनिर पनि खुल्ला स्पेस रहेछ हाम्रो यो किचन भयो यहाँ चाहिँ हाम्रो किचन साइडमा किचन रुम किचन छ हजुर अनि यसमा 2 तला यो डबल यसरी बनाएको छ यसमा ए दुई तला हजुर 2 तला हजुर छ यसमा यो गाउँले तीनवटा स्टाइल रुम गाउँले स्टाइलको गाउँले स्टाइलको ढलान घर बनाएको छ। टाइपको वाल हजुर। टाइपको बनाउनु भएको छ ल। अनि यता पछाडिपट्टि हामीले कालिज कुखुरा लोकल कुखुरा हेरौँ न सर हेरौँ को लागि नि हामीले गरेका छौँ हजुर हजुर अब हामीले यो जाली नेट जाली हालेर चाहिँ हामीले यो लोकल कुखुरा कालिजको लागि हजुर यो लोकल कुखुरा कालिजको लागि हजुर हजुर यसरी बनाइरहेका छौँ यसरी ए, हाम्रो यहाँ त कुखुराहरूले चल्ला पनि ए निकालिसकेको लोकल छ। प्योर लोकल चल्ला हजुर लोकल चल्ला है उम्। ओहो ल कतिवटा निकालेको छ सर ए हाम्रो 15-20 वटा छ अन्त अन्त नि छ 15-20 वटा छ हजुर। है यो कालिजको लागि हजुर। स्ट्रक्चर रेडी बनाएर राख्नु भएको रहेछ हजुर कालिज अहिले सिद्धिसकेको हो कि हाम्रो कालिज चाहिँ अहिले सिद्धिसकेको छ अब यसमा लोकल कुखुराहरू चाहिँ हाल्ने बेला आएको थियो जाडो सिजन पछि हामीले कालिज पनि हाल्ने हो राख्नुहुन्छ हजुर ल ठिक छ सर यहाँनिर पनि कतिवटा जति अड्छ लगभग यहाँ कालिज कालिज हाम्रो 200-300 वटा कालिज अट्छ 200-300 वटा मजाले अड्छ है हजुर। यहाँनिर ल ठिक छ वरिपरि कम्पाउन्ड हेरेर जाली लगाएर रेडी अवस्थामै रहेछ हजुर अब यो पैसा लिनुहुन्न फेरि हजुर सर हजुर यो त हाम्रो फ्रीमा हजुर हाम्रो यहाँ लोकल चल्लाहरू चाहिँ यहीँ ए यहाँनिर रहेछ ल लोकल चल्लाहरू यहाँनिर रहेछ सबै यहीँ आफै यहीँ आफै उत्पादन हो हाम्रो यो यहीँ प्योर लोकल पोथीले नै हजुर 100% 100% लोकल एकदमै राम्रो यो फोर है सर यो चाहिँ हाम्रो बाख्राखोर हो बाख्राको फोर हो हजुर ल ठिक छ सर यहाँ कतिवटा जति बाख्रा अट्छ यहाँनिर हाम्रोमा 250 देखि 300 वटा 300 वटा अट्ने बाख्राको खोर। हजुर यसरी भित्री गएर हेरौँ ल हजुर ल के भयो रहेछ। आजदेखि यतादेखि हेरिसक्यो भने अब यहाँनिर यो खुल्ला स्पेस हजुर बाख्राको लागि यो फिडर दिउँसो घाँस हाल्नको लागि हजुर हजुर घाँसको लागि यहाँनिर खुल्ला स्पेस भयो यो बोका पनि रहेछ त एकदम ठुलो गाडी बोका हजुर यो चाहिँ हाम्रो बिउको बोका हो सर हाम्रो ठुलो छ यो बोको लगभग कति केजी जतिको छ यो हाम्रो 100 केजी क्रस हुन्छ सर यो बोका त 100 केजी क्रस छ है हजुर ल
यो कुन जातको बाख्राहरू पाउँछ राम्रो? यो बयर जातको बाख्रा हो सर यो। हजुर रहेछ, यो भ्याडेको पनि रहेछ, ल ठिक छ सर। अब हामी भित्रै जाऊँ। यसले हान्न त हान्दैन नि सर? यसले हान्छ नि सर, हान्छ है? यसले त डेन्जर हान्छ सर यो त। ल भित्र हेरौँ सर के छ? यो भित्र यो चाहिँ हाम्रो बाख्रा खोर हो सर यी। ए हजुर हजुर ल बाख्राको राम्रै व्यवस्थित तरिकाले हजुर बनाउनु भयो रहेछ है सर? अब यस्तो छ सर व्यवस्थित हाम्रो तरिकाले लगभग यहाँनिर 300 वटासम्म अट्छ है? 300 सम्म बाख्रा आउँछ। त्यो सबै छुट्टा छुट्टै स्पेस छुट्टाइदिनु भयो रहेछ? हजुर बोकाको लागि साना पाठा अनिखेर माउहरूको लागि ब्याउनेको लागि भनेर हामीले छुट्टै छुट्टै। छुट्टा छुट्टै हजुर ठिक छ। राम्रै तरिकाले व्यवस्थित तरिकाले बनाउनु भयो रहेछ नि है सर? हजुर यस्तै छ सर। ल ठिक छ एकदमै। अनि अब हाम्रो यो बाख्रा खोर प्लस गर्न नि मिल्छ, घाँस राख्नको लागि भनेर यता यो ठाउँ नि बनाएको छ हामीले। यहाँनिर पनि छुट्टै स्पेस छ। हजुर एउटा ठाउँ घाँसको लागि गोदाम घाँसको लागि गोदाम भनेर बाख्रा खोर बढाउन नि मिल्यो हजुर त्यही भएर। बाख्रा खोरै बनाउँछ सक्छु भन्दा पनि मिल्यो। अहिले घाँस रहेछ है सर? ल हजुर त्यसरी यहाँनिर पनि स्पेस रहेछ। ल ठिक छ। ल धेरै राम्रो स्पेस रहेछ यहाँनिर। अब पछाडिको है सर? ए हजुर अब यो हाम्रो यो फार्म साइड हो हाम्रो नौरो पनि भनेको चाहिँ। हजुर सर हजुर। अनि अब यो फार्म भन्दा उँधो चाहिँ खेत, हाम्रो धान खेत छ। यो अगाडिसम्मै त्यो कम्पाउन्ड घेरेसम्मै हजुर छ हजुर सर हाम्रो? कम्पाउन्ड भन्दा यता नै हो। ए ल ठिक छ सर। यो चाहिँ हाम्रो यी राँगाको लागि तयारी भुसा। यो भुसा यो घाँसको दानाहरू बनाउनु हजुर यो मिस्त्री रहेछ हजुरको है? हजुर अब यहाँबाट त्यो मल बाख्राको तल आउने। हजुर यहाँबाट चाहिँ हाम्रो मल चाहिँ यसमा यो त बाख्रा खोर बनाउँदा ढलानी गरेर पिलर उठाउनु भयो रहेछ त हजुरले? हामीले राम्रोसँग बनाएको छ सर हो। ए ल ठिक छ सर एकदमै राम्रो। हाम्रो यो खोर भन्दा उँधोको चाहिँ यो खेत हो। ए हजुर नौरो पनि हजुर हजुर। नौरो पनि अब पनि छ है यहाँ? हजुर नौरो पनि हजुर यो जाली कम्पाउन्ड जाली त्यो पुरै जाली लगाएको छ। ए हजुर। यता अब यो नेपियर घाँस लगाएको यो। ए यो घाँस सुपर हजुर नेपियर। सुपर नेपियर घाँस यो तल्लो बाटो टच। हजुर हजुर। तलसम्म यो तलको बाटो टचै छ। हजुर। त्यहाँसम्म हाम्रो जग्गा पुग्छ। हजुर हजुर यो तलैसम्म। हजुर यहाँ लगभग अहिले के लगाउनु भयो त सर यो? यो हाम्रो चाहिँ जय घाँस भन्छ यसलाई। हामीले बाख्रा राँगाहरूको लागि घाँस ए घाँस लगाएको। लगाउनु भयो। गहुँ जे छर्दा नि हुन्छ, हामीले चाहिँ अहिले चाहिँ घाँसै लगायौँ। यहाँ धानै कति उत्पादन गरे भन्दै हुन्थ्यो अघि? हाम्रो 35 देखि 40 मुरी धान 40 मुरीसम्म धान उत्पादन गर्नुभयो है? हजुर यहाँ 40 मुरी धान आउँछ। यही खेतबाट ल? हजुर खेतका गराहरू अब यो त घडेरी बनाएर बेच्छु भने नि मिल्यो। काठमाडौँको जग्गा काठमाडौँको जग्गा व्यवसाय गर्छु भन्दा नि मिल्यो। हजुर एकदम एकदम। हजुर हजुर। अब यहाँनिर पारिपट्टि चाहिँ यो फोमै फोम देखे। ए यहाँ हजुर हजुर बङ्गुर फार्म। हजुर यहाँ बङ्गुर फार्म, हाँस फार्महरू, कुखुरा फार्म हजुर हजुर। सबै व्यवसायिक गर्नको लागि एकदम बेस्ट छ यो ठाउँ। रमाइलो ठाउँ, पारिलो ठाउँ एकदमै राम्रो। एकदम हजुर। यहाँनिर मैले माउरी पनि देखिरहेको छु। के हो सर यो? ए यहाँ हाम्रो लोकल प्योर अर्ग्यानिक माउरी पनि छ नि सर, बढाउँछु। खोर अझ डुडहरू बनाएर राख्छु भन्दा नि छ। हजुर हजुर। माउरी छ सर हाम्रो यहाँ। यो एरियामा माउरी पालन गर्छु भन्दा पनि मिल्छ मिल्छ है? यहाँ पुरै तोरीहरू छरेको हुन्छ, जङ्गली प्योर राम्रो मह पो पाउँछ सर यहाँ त एकदम। राम्रो म हजुर त्यही व्यवसायले बढाउँछु भने पनि स्पेस रहेछ छ, हजुर, हजुरको। छ, ल, हजुर, ठिक छ। जुन सुकै व्यवसायको लागि पनि एकदमै राम्रो है एकदम सर? पर्फेक्ट छ सर यहाँ। ल सर हजुरलाई फेरि पनि धन्यवाद ए, दिन हस्। चाहन्छु है त ल।